सालुगडाको त यस्तो डरलाग्दो जाम छ कि आम्मामा 2-3 घन्टा भइसक्यो सोना पेट्रोलबाट सालुगडा पनि निक्लिनु सकेको छैन 2 घन्टा जस्तो भइसक्यो गाडी हल्लिएको छैन अलि जग्गा बेला हल्लिन्छ त्यति नै हो उतापट्टिको बाटो क्लियर छ आज यतापट्टिको चाहिँ के गर्दैछ भने त्यहाँ पर हल्लिएको पनि छैन सिना धारा खलखल यता त जाम भयो लाग्यो अब हल्लियो सरे कति सर्छ अघि हेरेर चाहिँ धेरै सर्नु थाल्यो अघि त 1 घन्टा त त्यसै बस्यो एकै ठाउँ पछाडि त्यस्तै डरलाग्दो जाम छ अलिक हिँडे अब रोक्की गयो अड्की गयो यतिकै हिँड्नु पायो भने हुन्छ नि सरिबस्यो अब के हाल्छ अब माथि सानो गाडीको ओभरटेक जग्गा छ ओभरटेक गरेर हैरान गरम त्यस्तै पसिना धारा सबै पस्ने गाडीहरू अब त्यो गाडीहरू सब दिने थालेको छ तलै किलो नि रिटर्न नम्बर 16 नम्बर गाडी तल्लै किलो बहुत तेल खाने रहेछ